यो सानो मेमोरी कार्डले तपाईको फोटो, भिडियो, म्युजिक, डकुमेन्टलाई कसरी स्टोर गरेर राख्छ त? यो हेर्दा त सामान्य मेटलको चिप जस्तो छ, तर यसलाई जतन गर्ने हो भने वर्षौं डाटा नै लस हुँदैन। यो भित्र हुन्छ चाहिँ के? आज हामी सिम्पल भाषामा बुझौं। मेमोरी कार्ड या एसएसडी भित्र चाहिँ सानो टाइनी चार्ज ट्र्याप्सहरू हुन्छन्, जसलाई फ्लोटिङ गेट ट्रान्जिस्टर भनिन्छ। यसले चाहिँ के गर्छ भन्दा चार्जलाई ट्र्याप गर्छ, मतलब आफू भित्र केही चार्जलाई स्टोर गरेर राख्छ र चार्ज भएको ट्रान्जिस्टरलाई 1 र चार्ज नभएको ट्रान्जिस्टरलाई 0 भनेर रिप्रेजेन्ट गरिन्छ। यसको कन्सेप्ट बुझ्नलाई ब्याट्रीलाई सम्झिए हुन्छ। सानो ब्याट्रीहरूको कलेक्सनमा कुनैमा चार्ज गर्ने, कुनैमा चार्ज नगर्ने गर्यो भने चाहिँ चार्ज भएकोलाई 1, चार्ज नभएकोलाई 0 रिप्रेजेन्ट गर्न सकिन्छ। त्यस्तै हो, तर यो ब्याट्री भन्दा चाहिँ फरक हुन्छ है। ब्याट्रीमा चाहिँ एनर्जी लिन सकिन्छ, यो एफजिटीमा चाहिँ लिन सकिदैन। यो ट्रान्जिस्टरमा चार्ज ट्र्याप भएपछि हामीले कम्प्युटरबाट सिग्नल नदिँदासम्म बाहिर निस्किँदैन, वर्षसम्म निस्किँदैन। त्यसैले धेरै पुरानो पेन ड्राइभ, एसडी कार्डहरूले पनि काम गरिराख्छ। अब हामी कुनै पनि कुरा सेभ गर्छौं या डाउनलोड गर्छौं या रेकर्ड गर्छौं, तब त्यो फाइलको बाइनरी कोड बन्छ र त्यो डाटालाई चाहिँ स्टोरेज डिभाइसमा सेम चार्ज र नो चार्जको प्याटर्नमा स्टोर गर्छौं। अब एउटा इन्ट्रेस्टिङ कुरा, सपोज हाम्रो फोटो 2 MB को मात्रै छ अनि त्यसलाई हामीले स्टोर गर्नु पर्यो भने त्यसको लागि लगभग 1.67 करोड टाइनी चार्ज ट्र्यापहरू चाहिन्छ। यो त मात्र 2 MB को कुरा भयो। 1 GB, 10 GB, 100 GB जस्तो स्टोरेजमा त लगभग ट्रिलियनवटा नै स्मल ट्रान्जिस्टरहरू चाहिन्छ। तब त हामी त्यति धेरै कुराहरू स्टोर गर्न सक्छौं। देख्दा त सानो सामान्य चिप जस्तो देखिन्छ नि है, तर भित्र त पुरै बेग्लै दुनिया छ। बिलियन्स अफ टाइनी चार्ज ट्र्यापले हाम्रो मेमोरिज, हाम्रो क्रिएसनलाई सम्हालेर राखेको छ। दिस इज